हेलो हेलो सबैजनालाई नमस्कार अनि अस्तिको जो बैठक भयो त्यो बैठकमा चाहिँ अब तपाईँहरूले बैठक सुन्नुभयो होला मिटिङबाट जस बालन शाहज्यू र रवि लाम्छानेज्यूबाट भएका कुराहरू तपाईँहरूले सुनिसक्नुभयो होला। उहाँले भन्नुभएको छ गोरखकाली टायर उद्योग र बुटोलको धान कारखाना कपास विभिन्न लगायतका विभिन्न जो पहिला बन्द भए थियो ऊ सबै कारखानाहरू फेरि चाहिँ पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने कुरो चाहिँ प्रश्न गर्नुभएको छ। अब के हुन्छ त्यो कुरा त अब थाहा छैन, तर केही समयको अन्तरमा चाहिँ होला भन्ने चाहिँ आशामा छौँ हामी। केही समय लाग्छ सञ्चालन गर्न होइन, त्यो भएर धैर्य गर्नुपर्छ। हामी चाहिँ केही समय चाहिँ वेट गर्नुपर्छ, त्यसपछि बल्ल चाहिँ के हुन्छ कसो हुन्छ भन्ने कुरा थाहा हुन्छ। अहिले चाहिँ डाइरेक्ट चाहिँ यस्तो उस्तो भनेर चाहिँ कुनै केही हुनेवाला छैन। अब जस्तै अस्ति मिडियामा चाहिँ त्यो नहुँदो कुराहरू भनिएको छ, ती वृद्ध भत्ताको लागि अब मिटिङमा त्यस्तो खासै कुनै पनि कुराहरू चाहिँ नभएको हुँदा, तर मिडियाहरूले चाहिँ 70 वर्ष नै 75 वर्ष 5 वर्ष बढाएछ भन्ने कुरो आएछ। अब त्यो पनि अब हाल चाहिँ जानकारी भित्र मिटिङमा नभएको कुरो चाहिँ बाहिर भरम मात्र फैलाएको भन्ने कुरो चाहिँ अहिले चाहिँ जानकारी आइरहेको छ।